कति ठुलो धारो खोले अलि सानो खोल्न सक्दैन हात खुट्टा त धुन पर्यो के जहाँको धारो भए पनि हात खुट्टै नधो भनेर कसले भनेको छ र तँलाई धारो अलि सानो पारेर धोपो भनेको त नगद खन खन तिरेर ट्याङ्कर ल्याए पानी पो हो त गहिरा धारासम्म जान सिक्या तैँले ल ल भइगयो कहाँको रिस पोखेको कुन्नी मैले रिस पोख्या होइन क्या गीते त्यो उपेश छैन कोइराला बाजे कान्छो छोरो त्यो त विदेशमा बेपत्ता भए होइन र हो त्यो केटालाई दलेले नेपाल ल्याइसकेको छ ए हो र अनि के त के हुनु नि त्यसको दाइ पुस्करे छैन हो त्यो पुस्करेले भाइ चाहिँ विदेशमा भएको बेला मेरो भाइ मरौ भनेर भयभरको श्री सम्पत्ति जम्मै किर्ते गरेर आउनु पारेन त्यही भएर भाइ चाहिँ आइसकेपछि अहिले दाजुभाइको मार झगडा छ अरे अनि के हुन्छ त अब सबैजना भएर त्यो पुस्करेलाई सम्झाइ बुझाइ गर्ने रे अब माने मान्छ नमाने उही त हो नि मुद्दा मामला कहिले हो त सबैजना जम्मा हुने खोइ कहिले हो नि नेता दलले छरछिमेकहरू जम्मा हुने भनेका छन् अब अहिले चिया पसलतिर सोध्नु पर्ला